कल्पना गर्नुहोस्, तपाईँ सामान्य जीवन बाँचिरहनु भएको छ, तर अचानक तपाईँको व्यवहार बदलिन थाल्छ। मन आत्तिन थाल्छ, राति निन्द्रा लाग्दैन, अजीब सपना आउन थाल्छ अनि कुनै नदेखिने डर आउनुभन्दा अघि शरीर र आत्माले केही सङ्केत दिन सुरु गरिसकेको हुन्छ। बुद्ध धर्ममा भनिएको छ, मृत्यु कहिल्यै अचानक आउँदैन, त्यसअघि प्रकृतिले केही सङ्केत दिन थाल्दछ। तर आखिर ती सङ्केत के हुन्? किन केही मानिस मर्नुभन्दा अघि अचानक बदलिन्छन्? आजको भिडियोमा हामी यही बारे जान्नेछौँ। मानिस मर्नुभन्दा अघि देखिने डरलाग्दा 5 सङ्केतहरू, जसको रहस्य सुनेपछि तपाईँको मुटु काम्न सक्छ। पहिलो सङ्केत, अचानक संसारबाट टाढा हुन खोज्नु। मित्रहरू, धेरै मानिसहरू मर्नुभन्दा केही समय अघि अचानक एक्लै बस्न मन पराउन थाल्छन्। पहिले धेरै बोल्ने मानिस पनि शान्त हुन थाल्छ। उसलाई मानिसहरूसँग कुरा गर्न मन लाग्दैन। उसले भिडबाट टाढा बस्न खोज्छ। परिवारसँग पनि कम बोल्न थाल्छ। मन कतै हराए जस्तो हुन्छ। बुद्ध धर्म अनुसार जब आत्माले शरीरबाट टाढा जाने सङ्केत पाउन थाल्छ, त्यसबेला मानिसको मन संसारबाट बिस्तारै अलग हुन थाल्छ। कतिपय मानिसहरू अचानक पुराना सम्झनामा हराउँछन्, बाल्यकाल सम्झिन्छन्, आफ्ना प्रिय मान्छेहरूको धेरै कुरा गर्न थाल्दछन्। मानव उनीहरूको मनले बिदाईको तयारी गरिरहेको छ। दोस्रो सङ्केत, अजीब सपना आउनु। मित्रहरू, बुद्ध धर्ममा सपनालाई धेरै रहस्यमय मानिएको छ। धेरै मानिसहरूले मृत्यु आउनुभन्दा अघि अनौठा सपना देख्न थाल्दछन्। कतिपयले अन्धकार देख्छन्, कतिपयले आफू कतै टाढा गइरहेको सपना देख्दछन् अनि कतिपयले मरेका मानिसहरूलाई सपनामा देख्न थाल्दछन्। यस्ता सपना बारम्बार आउन थाल्यो भने धार्मिक मान्यताअनुसार यसलाई गम्भीर सङ्केत मानिन्छ। बुद्धले भन्नुभएको छ, मानिसको मनले धेरै कुरा पहिले नै महसुस गरिसकेको हुन्छ। त्यसैले कहिलेकाहीँ सपना केवल सपना मात्र हुँदैन, त्यो जीवनको गहिरो सङ्केत पनि हुन सक्छ। तेस्रो सङ्केत, आँखामा अनौठो परिवर्तन आउनु। धेरै वृद्ध मानिसहरूको बारेमा भनिन्छ, त्यो नजिकै जाँदा उनीहरूको आँखामा अनौठो परिवर्तन देखिन थाल्छ। आँखामा उदास देखिन थाल्छ। अनुहारमा छुट्टै क्रान्ति आउँछ। कतिपय मानिसहरू धेरै टाढा कतै हेरिरहे जस्तो देखिन्छन्। अचानक धेरै गम्भीर हुन्छन्। मानव उनीहरूले केही यस्तो महसुस गरिरहेका हुन्छन् जुन अरूले बुझ्न सक्दैनन्। बुद्ध धर्मअनुसार आत्माले संसार छोड्ने समय नजिकै जाँदा मानिसको चेतनामा परिवर्तन आउन थाल्छ। चौथो सङ्केत, प्रिय मानिसहरूलाई धेरै सम्झिनु। मित्रहरू, मृत्यु नजिकै जाँदा कतिपय मानिसहरूले आफ्ना प्रिय मानिसहरूलाई धेरै सम्झिन थाल्छन्। उनीहरू अचानक धेरै भावुक हुन्छन्, पुराना कुरा सम्झिन थाल्छन्, आफ्ना गल्ती सम्झिन्छन्, माफी माग्न खोज्छन्। धेरैजसो मानिसहरूले अन्तिम समयमा आफ्नो परिवारसँग समय बिताउन चाहन्छन्, किनकि त्यो बेला मानिसले धन होइन, माया र सम्बन्ध सम्झिन्छ। बुद्धले भन्नुभएको छ, यो संसारमा केही पनि सधैँ रहँदैन, त्यसैले जीवनमा अहङ्कार होइन, प्रेम र राम्रो व्यवहार गर्नुपर्छ। पाँचौँ र सबैभन्दा डरलाग्दो सङ्केत, मृत्युको आवाज सुन्नु। मित्रहरू, धेरै मानिसहरूले आफ्नो मृत्यु आउन लागेको आवाज पहिले नै पाएका हुन्छन्। कतिपयले परिवारलाई अचानक अन्तिम जस्तै कुरा गर्छन्। कतिपयले अब म धेरै बाँच्दिनँ भनेर भन्न थाल्छन्। अनि अचम्मको कुरा के भने, धेरै अवस्थामा त्यो कुरा केही समयपछि सत्य पनि हुन सक्छ। बुद्ध धर्मअनुसार आत्माले कहिलेकाहीँ आफ्नो यात्राको अन्त्य नजिकै गएको महसुस गर्न थाल्छ। त्यसैले मृत्यु केवल शरीरको अन्त्य होइन, यो अर्को यात्राको सुरुवात पनि हो। मित्रहरू, मृत्यु सत्य हो। यो एक दिन सबैको जीवनमा आउँछ। तर बुद्धले हामीलाई डराउन होइन,
सही जीवन बाँच्न सिकाउनु भएको हो। यदि जीवनमा राम्रो कर्म गरियो भने, अरूलाई दुःख दिएन, मन सफा राखियो भने मृत्युको डर पनि कम हुँदै जान्छ। अन्तिम समयमा धन, शक्ति र अहङ्कारले साथ दिँदैन, साथ दिन्छ केवल राम्रो कर्मले। त्यसैले मित्रहरू, मानिस मर्नुभन्दा अघि देखिने यी सङ्केतलाई डरको रूपमा होइन, जीवन बुझ्ने अवसरको रूपमा लिनुपर्छ। जीवन धेरै छोटो हुन्छ, त्यसैले रिस, घृणा र अहङ्कार छोडौँ, राम्रो कर्म गरौँ, परिवारलाई माया गरौँ र भगवानप्रति विश्वास राख्यौँ। अन्त्यमा यो भिडियो मन पर्यो भने एक लाइक गर्नुहोला र यस्तै भिडियो हेर्नको लागि यस च्यानललाई सब्सक्राइब गर्न भने नभुल्नुहोला।